ल आज दिउँसभरि खेलेर जितेको यति हो। सो गाइज गुड मर्निङ होइन। अब हामी चाहिँ सबैले हुँदैछौँ यहाँ लखालिङ छ होइन। भइसक्यो त प्रवीण त बिचरा कहिले जाँगेला कहिले उसले प्यान्ट लाउँदाखेरि घाम लागिन्छ, उसले जाँगे लाउँदा पानी परिदिन्छ भन्दै त प्रवीण के भन्दा त ऊ त हार खाइसक्यो क्या, उसले प्यान्ट लाउँदा अब घाम लागिसक्यो होइन, उसले प्यान्ट ला। तर अब जब उसले फेरि गर्छ नि, अब उसले जब जाँगे लाउँछ त्यसपछि के हुन्छ पानी पर्न सुरु गर्छ। म चाहिँ पुरै जाँगेमा छु। यता भान्स पनि रेडी छ। अब हामी जान्छौँ। हो अभिषेक उठेर चिया खाँदैछ। अब चाहिँ हामी कार्ड टपअप गर्दैछौँ। यो भनेको चाहिँ 1 डे कार्ड टपअप होइन, टपअपको लागि यो हालेँ मैले होइन। त्यसपछि मैले 1 दिनको लागि चाहिँ होल टिकट बाई गर्छु, कार्डले पे गर्छु होइन। अनि मैले मेरो कार्डलाई चाहिँ ट्याप गरेँ भएन, पेमेन्ट भयो, प्रोसेस भइरहेको छ। अनि अब डन भयो। अब 1 दिन चाहिँ म अनलिमिटेड हिँड्नु भयो क्या, राति 12 बजीसम्म हिँड्नु पाएँ क्या कार्डले होइन। गाडी सबले टपअप हान्यो, भाम्सले गाडी हेर्दैछ, दाइ टपअप हान्दै हुनुहुन्छ। अब नुन बहादुर चाहिँ कहाँ गयो भन्ने कुरा हो। बाहिर चाहिँ लास हावा छ सुरु रमाइलो छ ठाउँ, यस्तो दामी ठाउँ छ क्या। अहिले चाहिँ हामी हिजोको घन्टाघरको अगाडि छौँ होइन। हिजो घन्टाघर अब लाइभमा आउनेहरू देख्दैन, लास्टमा चलिरहेको छ। अब हामी चाहिँ यसरी नै कहाँ जान्छौँ भने अब हामी बस स्टेसन जाँदैछौँ। अनि त्यो बस स्टेसनबाट चाहिँ हाम्रो सिधै यात्रा भनेको चाहिँ हाम्रो सिधै कजवेको यात्रा हो होइन। अनि चिलपारामा जाने, चिलपारामा आउने बाटो हो। गाईहरू हिँडिरहेछन् आनन्दले, भोक लाग्यो गाईहरूलाई खाँदैछन्, गाईहरू खाँदैछन् हिँड्दैछन्। अब फेरि घाम लाउन थालिसक्यो होइन। अब त्यही हो, एकछिनमा घाम लाउँछ एकछिनमा हुन्छ। पुरा घाम लागिसक्यो हा। ए यो त कालो बादल त्यस्तै क्या, यहाँ कालो बादल यस्तै उडाएर उता गयो उतै जाओस् होइन। कस्तो खुल्ला छ, कति क्लियर छ, कति क्लियर छ स्काई। अब बिस्तारै यता गयो। अब बोल न, यता यस्तो छ मिठो होइन। पहिलो रातै मिठो घाम लाग्यो, न्यानो भएछ होइन। त्यही हो, यता सबै खुल्ला छ, ऊ छ, रमाइलो छ। तर अब त्यही मन्डराइसक्यो अब यो कति बेला आइपुग्छ यहाँ, कि उता जाँदै हो, उता गएको भए उतै जाओस्, यता नआओस्। हामी घुमिरहेछौँ, के छ रमाइलो भइरहेको नि, भान्स के छ टेन्सन भइरहेको नि, माइलोसँग बोल्नु नपाएर तैद भनिसक्यो। ल भ्याम्सको मायालु तैद भनिसक्यो। भ्याम्सलाई मतलब छैन क्या, यो कुरा चाहिँ बुझ्नु पर्यो। हामी जान्छौँ सर र घुम्छौँ। यहाँ चाहिँ राम्रो ठाउँ, चिलमा जान्छौँ। अब गाडीबाट यस्तो राम्रो भ्यू देखिरहेछ होइन। तर समस्या के भनेदेखि म गलत ठाउँमा बसेँ क्या, म गलत साइडमा बसेँ क्या। आँखाले झन् कस्तो राम्रो देखेछ। कस्तो राम्रो एउटा यो हो अगाडि पनि छ अहिले। क्यासल हेर्दैछौँ। के छ गाइस, के छ ग्याङ,
यहाँ घर बनाउन त्यो घरको मान्छेलाई यो घरको मान्छेलाई क्या अब हामी चाहिँ हाम्रो ठाउँमा आइसक्यौँ क्या हाम्रो डेस्टिनेसनमा आइसक्यौँ लगभग होइन पार्नु चलेको छ क्या लास्टै होइन के कुरा गर्ने अब जानु पऱ्यो राम चाहिँ एकछिन है म चाहिँ मुख त गएको ल अहिले एकछिन बन्द गरिदिन्छु रासेङ्गा हामीले चाहिँ धेरै हावादारी फोटोहरू खिच्यौँ होइन अब फोटोहरू खिच्यौँ भिडियोहरू खिच्यौँ अब त्यो हो भने त्यो पनि कुनै पार्टमा हालौँ ल यहाँ चाहिँ अहिले धाम स्वाभिषेक हिँडिरहेको छ होइन गाइज के छ त हावाले यस्तो यस्तो नाकबाट मुखबाट कानबाट सबतिर छिरेको त छैन त्यो होइन कि अभिषेक तिमीले त्यो उठाएर खानु पर्यो क्या समुद्र हेर्ने रहरमा के क्यामेल क्यामेल डाँडा भ्याम्स यो डाँडा देखाएको छ तैँले क्यामेल डाँडा यो चाहिँ क्यामेल डाँडा अरे नाम त राखिहाल्छ कि मान्छेले हावा कस्तो चल्छ भने एकछिनमा देखाउँछु म यो चाहिँ अलिक सायद यो डाँडाले छेकेर होला होइन त्यस्तो हावा चल्न पाएन तर चाहिँ यहाँ हावा चाहिँ मरत चल्या क्या मरत मालिगाई खै मालिगाई तल मालिगाई काटेको दामला यो चाहिँ मालिगाई है भ्याम्स के अरे जोडी देखेपछि जोडी कुन चाहिँ जोडीको याद आउँछ भन्ने कुरा क्या फेरि यो चाहिँ हामी मान्छेहरू धेरै हिँड्दैन होइन अब हामीलाई चाहिँ हिँड्नु त्यो मान्छेहरूले चाहिँ हामीलाई पागलै सोचिरह होला क्या किनकि सब यस्तो बाक्लो बाक्लो ज्याकेट लगाएर हामी चाहिँ यस्तोमा यस्तोमा आइरहेछौँ नि त केटाहरूको ज्याकेट त्यही माथि यता फर्किन यता फर्किन एकछिन तै पनि यस्तो लात्तै माथि बिहा पनि ज्याकेट चेन पनि लगाइदिएन क्या मान्छेहरू टोपी सोपी लगाएर पुरै होइन त्यो माथि हिमालमा जान्छ चाहिँ आइरहेको क्या अर्को यहाँ पजामामा छ मन खट्टुकै खायो मेरो हातै दुख्यो क्या यार उसो चाहिँ हिँड्नु न कदम जस्तो क्या गरिमाको ल हिँड हिँड पल्छ हिँड न भान्स पनि फेरि लाख पनि फेरि उसमा होइन नि नेपालीमा होइन नि त्यो पनि फेरि पुरै रमाइलो छ हिँडिरहेछौँ साथीभाइहरू यता हिँडिराख्नु भएको छ गऱ्यो गऱ्यो फेरि सबभन्दा ढिलो उठ्ने आज उही हो क्या अहिले चाहिँ उठ्नु नि यो भित्ता योभन्दा त नेपालमा राम्रो छ त उसको त्यो गुफाको ढुङ्गाहरू राम्रो उही कस्तो मिठो छाल हाने क्या कस्तो मिठो छाल हाने थियो त्यहाँ यार म कसको फ्रेममा मलाई बाल हो क्या कस्तो मिठो छाल हाने थियो यहाँ के गर्ने अब तिमीलाई राम राम भन्न सक्छौँ त्यही त हो भिरमा जाने गाईलाई हजुर काँध हालौँ कसरी छाल हान्न
अब तिमी आयो क्या फेरि अगाडि मलाई पनि फेरि त्यस्तै हो नि प्रवीण हाम्रो के अरे जोन चामलिङ राई फर्म दराज कि रत्न पार्क भन्छ नि यहाँ चाहिँ यस्तो ठाउँ होइन म यहाँबाट छिरेर जाँदैछु म जाँदैछु उता हेर्छु गाई चाहिँ उता जाने भन्छ नि नजाने भन्छ होइन मलाई थाहा छैन तर म चाहिँ हिँडेँ क्या ओए पानी छ त कहाँको पानी आइपुग्यो यहाँ ओए यो त चिप्ली रहेछ क्या यार यस्तो बवाल छ नि तर भिडियो चाहिँ ल्यान्डस्केप पोर्ट्रेट के भइरहेको क्या यहाँ आएर चाहिँ ट्रायल क्लोज रहेछ होइन यो चढ्न गाह्रो हुन्छ चाहिँ पुरै हावाले पछाडि फेलिदिँदो रहेछ क्या हावाले फेलिदिँदो रहेछ मस्त फेलिदियो हावाले त गाइज हामी चाहिँ अहिले यहाँ छौँ होइन यो जायन्ट कजवेको होइन अहिले चाहिँ तल अघि डाँडा देखियो अहिले चाहिँ माथि हामी चाहिँ कहाँदेखि आएको भनेदेखि यो ठाउँमा होइन हामी चाहिँ ओमाग भन्ने कहाँ छ बेलफास्ट होइन ओमाग भन्ने त कता छ क्या होइन हामी चाहिँ भ्याम्स यहाँ आइसकेपछि यो ओमाग भन्ने ठाउँ कहाँ छ
ओमा भन्ने ठाउँ कहाँ छ हामी चाहिँ यहाँ छ मैले रिसेन्ट रोडबाट देखाइरहेको अब हामी चाहिँ कहाँ देखाएको भनेदेखि यस्तो गर्नु यस्तो हामी ओमा यहाँबाट आएको हामी चाहिँ यो ओमा भन्ने ठाउँबाट आएको यहाँबाट हामी यहाँबाट चाहिँ यो डेरी गयौँ डेरीबाट हामी यता गएर हामी यहाँ बस्यौँ पटरतिर बस्यौँ यहाँ बस्यौँ यता बस्यौँ अनि यहाँबाट चाहिँ हामी यहाँ आयौँ अब हाम्रो डेस्टिनेसन चाहिँ हाम्रो आफ्नै डेस्टिनेसन छ रोपवे ब्रिज चाहिँ काइन्ड अफ यतातिर छ क्या यो छेउतिर छेउतिर यो छेउतिर यता कतातिर छ हाम्रो गाइडले लान्छ हाम्रो चाहिँ तपाईँ त्यस्तो छ है त गाइड अरूको लागि चाहिँ ठाउँ चाहिँ कस्तो भन्दाखेरि यस्तो छ हामी चाहिँ एउटै भएको जिन्दगानी कसरी नै काटौँ खैरे कस्तो राम्रो फुल तर सबै रेन देखाइरहेको थियो होइन तर यो चाहिँ यो हो क्या हामीलाई आउने भनेर चाहिँ यस्तो बनाइदिएको यो बवाल ठाउँ छ यो यस्तो राम्रो फुलहरू हिँडिरहेको छौँ गाइजहरू हामी चाहिँ यहाँ गाइजहरू होइन पानी पऱ्यो होइन पानी पऱ्यो असिना पानी खायो अनि हामी त उता जाने भन्नु उता जाने भने त गाडी आइहाल्छ नि त गाडी आउने बेला भइसक्यो त यो गाडी आएको छ उनीहरूसम्म जाउँ न त्यो अघि नै केटाहरूको कुरा सुनौँ न यहाँ अब आवाज चिसो भएर केटाहरू यहाँ ज्याकेट खोलेर भेस्टमा बस्दिनु हुन्छ त्यो उसो क्या सोसल एक्सपेरिमेन्ट क्या हामी मान्छेहरू कहाँबाट आएको भनेर थाहा पाऊँ भनेर गेस गर्नुलाई क्या टक्क तर्दै गरेर बस्थ्यो कि उसले सोध्छ क्या हामीलाई के हुन कहाँदेखि आएको होइन गेस गर अलिक गेस गर्दा मिलाउँछ होइन मैले भनिनँ अब गेस गरेर लामा भन्नु गेस गर होइन गेस गर्नु सक्दैन क्या नेपालको ब्रेभ शेर्पाहरू भनेर क्या कुन चाहिँ देशको मान्छेहरू यस्तो साह्रो चिसोमा हिँड्न सक्छ तर यस्तो नेपालबाट गोर्खाली भनेर नाम के अभिषेक रामोजी चामलिङ राई कति लामो यस्तै हो न एउटाको फेरि प्रवीण हानगुलामा थापा मगर एउटाको फेरि बोम गेट लामा अभिषेक लामो जिता Come on, boss. मान्छे सबले बसलाई बोलाइरह बसलाई कुरिरह होइन राई कस्तो लाग्यो असाई हाम्रो ब्रेकफास्ट रेडी भइसकेको छ अहिले चाहिँ कति बजेदेखि यता त प्रवीण अहिले 1 बजेको छ 1 बजे हाम्रो ब्रेकफास्ट रेडी भइसकेको छ अब हामी खान्छौँ उठ्नु नि साथीहरू उठ्नु नि ब्रेकफास्ट रेडी भइसकेको छ छिटो जाम म त अघि नै हो कति बजे थाहा छ ल उठ छिटो Anda? Hey, come on. तिम्रो ब्राउन छैन छैन छैन
काब्रे सम्झी अब हामी फर्किँदैछौँ अभिषेक कति छिटो उठेको यहाँ त दुईजना ग्यासहरू बसिरहेको छ होइन ए यता यता बिचरा प्रवीणलाई टेन्सन भयो होइन अब घर गएपछि म कहाँ रक्सी खाने कहाँ नाच्ने भनेर होइन अब चाहिँ अब रक्सी खाँदैनौँ अब रक्सी मेरो ठ्याप्पै हो अब म एकैचोटि अब ग्रेजुएसनको बेलामा गाइजरसँग भेट्यो भने चाहिँ त्यति बेला खान्छु होइन होइन भने चाहिँ म अब रक्सी खाँदिनँ रक्सी धेरै खाइसक्यो मैले लास्टै धेरै खाएँ गर्न जाँदैछ भ्याम्स घर पुग्नु र हामी घर पुग्ने टाइम एउटै हुन्छ भ्याम्स त हेर्दा खोइ घर फर्किँदा गाडी किनेर फर्किन्छु भन्दाखेरि क्या खोइ गाडीमा गयो भने फेरि छिटै पुग्छ यो होइन चाहिँ अलिकति समय लाग्छ त्यसो गाइज हामी चाहिँ अहिले एयरपोर्टमा छौँ फ्लाइट ढिलो छ त्यसले गर्दा यता अभिषेक ठिस भएर बसेको छ हिजोको रक्सीले यता प्रवीण पनि ठिस भएर बसेको छ हिजोको रक्सीले सबैजना रक्सीले ठिस भएको हुँदैन अब घर गएर के छ क्या सबैजनालाई समस्या त्यो हो म पनि घर गएँ भोलि काममा जानुपर्छ बिहानै प्रवीण पनि बिहानै काममा जानुपर्छ अभिषेक रुम खोज्दै हिँड्नुपर्छ सबलाई यहाँ समस्या त्यति मात्रै लान्छ कि धेरै लान्छ होला के फर्किँदैछौँ हामी यहाँ चाहिँ होइन अघि मसँग यसले न्यु खोजिरहेको थियो यस्तो घाँटी कडाक्क गर्दा घाँटी भाँच्छ यसको ल गाइज अब हामी चाहिँ यहाँबाट छुट्दैछौँ प्रवीण जान्छ अभिषेकको म त सँगै जाने हो अब हाम्रो अब छोड्न जानु पऱ्यो होइन अब यति भन्दै हाम्रो चाहिँ अब त्यहाँ उहाँसम्मको यात्रा सकियो क्या सबै होलिडे सकियो हाम्रो ल है त बाई प्रवीण